एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। म यहाँ सन्चै छु। अब सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै आरामै छु। आज चाहिँ टक्क मेरो भ्लग स्टार्ट चाहिँ ओछ्यानबाटै भयो होइन, बेडबाट नै भयो। आज चाहिँ टक्क जङ्गल जाने अरे होइन गाइज। अनि भ्लग चाहिँ धेरै पछि आएको छ, माया चाहियो है गाइज। अनि माया गर्नु होला ल। अब हामी सिधै जाँदाखेरि भेट्छौँ है ल गाइज। म भ्लग चाहिँ सिधै हाम्रो त्यो पानी खाने नाउलोमा गएर भेट्छु होइन। नाउलो पुग्न लागेको बेला भेट्छु है। म गाइस नाउलोमा पुग्दैछु टक्क। मैले अघि भने चाहिँ नि नाउलोमा पुगेर टक्क देखाउँछु भनेर, अहिले त्यस्तो भएन क्या। म यहाँ त बिच बाटोमा पुगेँ होइन गाइस। होइन हेर्नु सक्नुहुन्छ न, चट्ट पारेर हेर्नु आकाश। टक्क पुगेको त उता हेर्नु न गाइज, पुरा हुर्सोले जङ्गलै थोपेको छ क्या गाइज। हेर्नुहोस्, यो चाहिँ हाम्रो बादलको नजारा हेर्नुहोस्। अनि यो चाहिँ हाम्रो माथिल्लो मत गाउँ हेर्नु सक्नुहुन्छ। अनि ऊ त्यो चाहिँ हाम्रो होस्टेल हेर्नुहोस् गाइज। यो खोलाको नजिक छ नि, त्यो हाम्रो होस्टेल, मत गाउँको होस्टेल होइन। यस्तै हो, गाह्रो छ। मैले नाउलो देखाउँछु भनेको थिएँ होइन गाइज। अनि मामुले चाहिँ नाउलोबाट नजाने अरे। ऊ त्यो हाम्रो रोडा छ नि, हाम्रो अरूको गाउँमा घरमा रोड छैन, हाम्रो यता जङ्गलमा पनि रोडा छ क्या गाइज है। हेर्नु सक्नुहुन्छ। अब म देखाउँछु। नाउलो नजिक जान नपाए पनि म माथि रोडबाट चाहिँ देखिन्छ होइन, वहीँबाट देखाउँछु है। फाइनली हाम्रो आयो रोड। हेर्नु सक्नुहुन्छ रोड चट्ट पारेर कतिमा जान्छ है तपाईँलाई है। अलग छुट्टै डिफ्रेन्ट बाइक सम्झेकै छ। त्यो जङ्गलमा आइपुगेको छ। हेर्नु के आवाज आइरहेको छ, सुनिरहनु के आवाज आइरहेको छ नि हजुर, सुन्नु होला। अनि हाम्रो चाहिँ माथि देवी लक्ष्मी, हाम्रो राष्ट्रिय जनावर माथि चलिरहेको छ। हेर्नु सक्नुहुन्छ, राष्ट्रिय जनावर हाम्रो काउ सिलौडो है। एउटा गिरा छ नि, सिलौडोबाट देखिन्छ कि देखिँदैन जस्तो लागिहाल्यो। यस्तो रुच्छ हेर्नु सक्नुहुन्छ। हाम्रो नाउलो चाहिँ यता यसले ढाकेको रहेछ, यसको मुनि छ नाउलो है। मामु चाहिँ माथि हुनुहुन्छ होइन क्या, टक्क बाढ हालिरहनु भएको थियो होइन। अब हामी चाहिँ सडो खाम पुग्न लाग्यौँ है गाइज। हेर्नु होला है। मान्छे त भन्नु छिन्दैछु गाइज। अहिले चाहिँ हेर्नु सक्नुहुन्छ, अघि कस्तो थियो अहिले कस्तो भयो। नाइस बिहार भयो, ज्यादा छ ल। यता हामीले एउटा बान्नु चिनिसक्यौँ, टोटल 3-4वटा चिनिसक्यौँ। अब चाहिँ म अर्को बान्नु चिन्न गइरहेको छु। मामु चाहिँ उतै त्यो बान्नु माथि काँडा ज्यागहरू हाल्न लाग्नु भएको छ होइन। अनि स्याउहरू हेर्नु सक्नुहुन्छ छट्ट पारेर। अहिले चाहिँ म स्याउहरू पनि खान्छु। यो भ्लग चाहिँ धेरै लामो भइसक्यो होला है। अब चाहिँ यता भान्नुहरू धेरै बाख्रा गाईहरू आएर ओझिदिएको छन् होइन। सक्नुहुन्छ यता फेरि यस्तो ओझेछ। अर्को त पुरा रडेको रहेछ, त्यो चाहिँ हामीले चिनेर भ्याइसक्यो भनिदिएको छ। अब चाहिँ म चिन्छु। हेर्नुहोस् त गाइस, यस्तो गाह्रो छ है। हेर्नु स्याउ, यो चाहिँ हाम्रो स्याउ होइन गाइस। अब चाहिँ म टक्क चिन्छु। अनि चिनिसकेपछि
भेट्छु अझै छन् धेरै छ अब यस्तो यो काम गर्नु पऱ्यो गाइस ल टक्क मैले चाहिँ अहिले चिनिसकेको छु गाइस यो डुङ्गो चाहिँ उठाउन सकेन होइन गाइस हेर्न सक्नुहुन्छ अहिलेको नजारा टक्क पारेर बान्नुसम्म चिनिसक्यो है अब चाहिँ यति म भ्लगलाई चाहिँ यतिकै गर्न चाहन्छु होइन डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड हिट द बेल आइकन फेरि भेट्नेछु त न्यू ब्लगको साथ अहिलेको लागि यति नै गाइस हेर्न सक्नुहुन्छ हस् त जय नेपाल भाइ